गाउँघरमा खेतीपाती गर्ने किसानले घर मात्र होइन नि, यसरी खेतका गराहरू पनि लिप्नुपर्छ। नमस्कार, स्वागत छ हजुरहरू सबैजनालाई मेरो अर्को भिडियोमा। हजुरहरूको गाउँघरमा के कस्ता काम चल्दैछ नि आजभोलि? हाम्रोतिर चाहिँ धान र पराललाई छुट्याएर धानलाई घरमा लगेर थन्क्याउने तयारी चल्दैछ। आज हामी यति बेला खलो बनाउँदैछौँ। खलो भनेको धान र पराल छुट्याउने ठाउँ हो। खलो बनाउँदा सुरुमा खलामा भएको धानलाई काट्ने, यसका जराहरू उखेल्ने, आली भित्तालाई खुर्किने अनि लिप्ने गर्नुपर्छ। आली भित्ता मजाले लिपेर गरालाई पनि माटो र गोबरले लिप्नुपर्छ। हामी जति धेरै पटक यो खलोलाई लिप्छौँ त्यति नै चामलमा ढुङ्गा लाग्ने सम्भावना एकदमै कम हुन्छ। यसलाई हामी फेरि अर्कोचोटि गोबरले मात्र लिप्छौँ अनि फेरि अर्को पटक पनि लिप्छौँ। यसरी आज हामीले खलोलाई लिपेर आजको हाम्रो काम सक्यौँ। फेरि पनि हामी अर्को भिडियोमा भेट्नुपर्छ है त। यति भन्दै आज म बिदा लिन चाहन्छु। ओके, बाई बाई। हजुरहरूको बाँकी समय एकदम मजाले राम्रोसँग बितोस्।